हेलो गाइज वेलकम टु अ डे इन माई लाइफ। यो चाहिँ स्याटरडे हामी बिहान उठ्यौँ फ्रेस भयौँ अनि हामी लन्च बनाउनतिर गयौँ किनकि हामीले लन्च होस्ट गरेको थियौँ। हाम्रो चाहिँ नेबर्स हुनुहुन्छ इन्डियाबाट हुनुहुन्छ, उहाँको चाहिँ फर्किने बेला भएको थियो, त्यही भएर यो चाहिँ पुरै भेज आइटम, उहाँहरू चाहिँ भेजिटेरियन हो, त्यही भएर भेज आइटमहरू हामीले लन्च होस्ट गरेको थियौँ। अनि लन्चमा चाहिँ हामीले पनिर, पुलाउ, अचार, साग अनि मैले चाहिँ डेजर्टको रूपमा खिर पनि बनाएको थिएँ। अनि लगभग लन्च रेडी भयो, हजुरले देख्न सक्नुहुन्छ हामीले के बनाएको थियौँ। अनि पनिर र यो नान चाहिँ त्यही आन्टीको छोराले लिएर आउनु भएको थियो। अनि त्यसपछि लन्च होइन कस्तो देख्के चाहिँ यति धेरै आइटम थियो। अनि हामी चाहिँ लन्च खाइउऱ्यौँ अनि त्यसपछि इन्डियानाको पियोनी फेस्टिभल जाने कुरो भइरहेको थियो। अनि त्यसपछि म रेडी भएँ, मेरो चाहिँ फर्स्ट टाइम थियो यो पियोनी फेस्टिभल चाहिँ। अनि त्यसपछि हामी त्यहाँ गइउऱ्यौँ अनि एकदम अलिकति त्यो दिन चाहिँ ग्लुमी थियो, त्यही पनि हामी अब देख्नुहुन्छ भनेर गयौँ। यस्तो राम्रो राम्रो फ्लावर्सहरू थियो नि, हजुरले भिडियोमा पनि देख्न सक्नुहुन्छ। अनि फ्लावर्सको नेमहरू चाहिँ मलाई थाहा छैन किनकि डिफ्रेन्ट फ्लावर्सहरू थियो। अनि हामीले चाहिँ भिडियोग्राम अनि एकदम रमाइलो भइरहेको थियो। अनि हामीले बुढाबुढीको नि फोटोसोटो खिच्यौँ। यो चाहिँ स्पटहरू फोटो खिच्नको लागि बनाइरहेको थियो कि। अनि त्यसपछि हामी चाहिँ अनि उतैबाट रेडी भएर हामी चाहिँ पिकल बल खेल्न आयौँ। अनि हाम्रो चाहिँ विकेन्डमा प्रायः जस्तो हामी पिकल बल खेल्न गइरहेको छौँ चाहिँ, कहिले पनि मिस गर्नु चाहिँ मन लाग्दैन कि। पिकल बल फेरि मलाई पनि मनपर्छ। अनि त्यसपछि पिकल बल खेलिसकेपछि चाहिँ 9 बजिसकेको थियो। अनि त्यसपछि हामी रिटर्न भयौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।